कहाँ जानुभयो? बाउ घरमा बस्छ न छोरा सम्झाउनु भयो अनि बुवालाई के चाहिँ सम्झाउनु जग्गाको बारेमा हौ भनिरहेको त दिनुहुन्छ नि बिस्तारै तपाईले पनि के गर्नु घरमा आएर दिनरात किसिस गरेको छ बाउ छोरा राम्रो सल्लाह गर्नु पर्दैन यो फाट्टा लगेर पकाइहाल्छ तिमीलाई चाहिँ खासा बेला जाँदैन खानु पर्यो नि अलिअलि लु त्यो खिची लिएर आउँछ छोरा आएको छ के भन्दैछ गोरा गफ गर बाउ छोरा यो लडसँग केही कुरा गर्नु भयो यो ठुलो पानी हाल्नु भएको एउटा छोरा पनि काम लागेन सानो हुँदा मर्छ कि भन्ने डर ठुलो भएपछि मार्छ कि भन्ने डर यो सब त्यो अन्तरले गर्दा भएको के जग्गा पास गर्दाखेरि भन्दाखेरि गर्दिन जान्न भन्छौ अनि एउटा यो छात्रलाई पो एउटा निवेदन लेख्नु लाएर ल्याएको छ चिन्ने यो अस्ति जग्गाको बैना गरेको कागज पनि छ कि यो दुईटामा एउटा चाहिँ कुन चाहिँ हो नि पास गर्ने नि जग्गा भन्दाखेरि यो म पास गर्दिनँ के चाहिँ भन्छ म यसलाई दिन पुऱ्याउँछु नि फेरि त्यतिको ऊ छ मेरो मैले पनि उहाँलाई जग्गा पास गरिदिन कहाँ भनेको हो र उहाँ आएर मेरो घरमा आएर मन परि मलाई गाली गर्नुहुन्छ के भन्नुहुन्छ भन्छ मैले कहाँ गाली गरेको छु अर्कालाई चाहिँ नियम सघाउने आफ्नो पालामा चाहिँ अनि पहिले नै त्यो जग्गाको दाम 7 लाख थियो अनि मैले 5 लाखमा दिन्छु भने अहिले पिचाइकिन त बढेर 9 लाख भएको छ कागज गरेको चाहिँ के दिएर आँखा हो 5 लाखको कागज गरेको छ सुन्नुहोस् न काका तपाईँको फेरि बोल्ने पाला आइहाल्छ नि अनि मैले उहाँलाई 5 लाखमा त अब जग्गा दिन सक्दिनँ भनेको अरू केही म उहाँको बहिना पनि फिर्ता गर्न तयार नाप्ने कुरा चाहिँ नगर है तँसँग नपाएको कुरा गरेको छुइनँ मैले कागज चाहिँ 5 लाखको गर्ने अनि अहिले 9 लाख रुपियाँ पुग्यो भन्ने जग्गाको दाम अलिकति पैसा थपिन्न म जग्गा दिइहाल्छु नि म भन्छु नि भनेपछि हनुमान काका हाम्रो कमल दाइले भने जति पैसा दिन सक्दिनँ भन्नु खोज्नु भएको तपाईँले 5 लाखमा गरेको कागज मसँग छ यहाँ यो अस्ति यी कार्यालयमा वडा कार्यालयमा गरेको कागज त्यहाँ छ लु हेर्नु हो लु अनि अहिले आएर जग्गाको पैसा बढो म दिन्न भन्दाखेरि हुन्छ 2 तिब्रे मुला नियम गर्ने पाला लगाउनु है काका ठुलो स्वरमा बोल्न पाइँदैन म गर्छु